म कसम फिल्मै हेर्न छोडिसकेँ। सायद मैले मात्र होइन, हजुरहरूले पनि हेर्न छोडिसक्नु भइसक्यो होला। किनकि फिल्मभन्दा इन्ट्रेस्टिङ त हाम्रो देशमा जे भइरहेको छ। हेलो गाइज, आजको भिडियो यो चाहिँ मेरो सोलो वर्क डे हो। तर यो भिडियोमा म आज कुरा गर्न गइरहेको छु मेरो देशको स्थितिबारे। जब कि मैले यो 2 हप्ता भइसक्यो मैले फिल्मै हेर्न छोडिसक्यो। मेरो अफ डेमा होस् या मेरो वर्किङ डेजमा जुन किसिमको मेरो देशमा भइरहेको छ, एक्सन, ड्रामा, हरेक कुरा, म कसम फिल्मै हेर्न छोडिसकेँ। सायद मैले मात्र होइन, हजुरहरूले पनि हेर्न छोडिसक्नु भइसक्यो होला। किनकि फिल्मभन्दा इन्ट्रेस्टिङ त हाम्रो देशमा जे भइरहेको छ त्यो कुराले चाहिँ मलाई एकदमै हरेक कुराहरू चाहे टिकटकमा होस्, फेसबुकमा होस्, स्क्रोल गरेर हेरिरहनु मन लाग्छ कि। हजुरहरूलाई पनि यस्तै लाग्छ होला है, मलाई जस्तै। त्यही भएर हजुरहरू पनि सायद फिल्म हेर्न छोडेर अहिले नेपालको न्युजहरू नै हेरिरहनुहुन्छ होला। त कस्तो इन्ट्रेस्टिङ बनायो, सानोदेखि बुढो मान्छेलाई एकदमै राजनीतिकमा एकदम इन्ट्रेस्टेड बनाइदियो कि। जे होस्, हाम्रो अहिलेको नयाँ सरकारले जे गरिरहेको छ मलाई एकदमै खुसी लागिरहेको छ। एकदम तुको एक्सन लिएर। धन्यवाद।